यहाँहरू सबैलाई नमस्ते। आज हामी तपाईहरुलाई कुखुराको पाङ्ग्रा जाँतेको मिठो तरकारी बनाएर देखाउने छौं। हामीले आधा केजी कुखुराको पाङ्ग्रा उसिनेर टुक्रा पारिसकेका छौं। हामीले एउटा ठूलो काटेको प्याज, थोरै स्लाइस पारेको अदुवा, सानो हरियो भेडे खोर्सानीको टुक्रा र 6 केस्रा लसुन ठिक पारेका छौं। 4वटा ठूलो टमाटर पनि टुक्रा पारेका छौं। अलिकति धनिया र प्याजको हरियो पत्ता र एउटा तेजपत्ता पनि तयार पारेका छौं। कराई तातिसकेकोले आवश्यकता अनुसार तेल राख्दै छौं। 1 सानो चम्चा 12 मसला पड्कायौं। लसुनको केस्रालाई एकछिन फ्राई गर्छौं। स्लाइस पारेर राखेको अदुवा पनि राख्छौं। अब प्याज राखेर एकछिन फ्राई गर्छौं। प्याज र लसुनको रङ हल्का चेन्ज भइसकेपछि हामी आधा सानो चम्चा बेसारको धुलो राख्छौं। अब उसिनेर टुक्रा टुक्रा पारेको कुखुराको पाङ्ग्रा राख्छौं। आवश्यकता अनुसार नुन पनि राख्दै छौं। काटेर राखेको हरियो भेडे खुर्सानी राख्छौं। एउटा तेजपत्ता राख्छौं। काटेर राखेको टमाटर राख्छौं। अब 3 मिनेट जति छोपेर पकाउँछौं। अदुवा, लसुन र 2-3 वटा ल्वाङ र हरियो सुकुमेल पिसेको मसलामा 1 सानो चम्चा चिकन मसला, 1 सानो चम्चा धनियाको धुलो, 1 सानो चम्चा जिराको धुलो र 1 सानो चम्चा कश्मिरी खोर्सानीको धुलो राखेर राम्रोसँग मिक्स गर्छौं। भर्खरै तयार गरेको मसला हाल्छौं।
फेरि 3 मिनेट जति छोपेर पकाउँछौँ। कुखुराको पाङ्रा राम्रोसँग पाकिसकेको छ। अब काटेर राखेको प्याजको हरियो पत्ता राख्छौँ। अन्त्यमा काटेर राखेको धनियाँको हरियो पत्ता राख्छौँ। हामीले यसरी नै बनाएर खायौँ, साह्रै मिठो पो भयो त। तपाईहरू पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। एकपल्ट ट्राई गरेर हेर्नुहोस् है। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न र हाम्रो यो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है। धन्यवाद, नमस्ते।